नेपाली निर्माणमा महत्त्वपूर्ण भूमिका खेले। धन्यवाद।
पोखरेलको तर्फबाट हजुरहरू सबैलाई मेरो नमस्कार। म यहाँ हजुरहरू समक्ष आज एक वीरको योद्धा भक्ति थापाको रूपमा प्रस्तुत भएको छु। म 73 वर्षको वृद्ध उमेरमा पनि नेपालका रक्षाका लागि देउथरको युद्ध अङ्ग्रेजसँग लडाईँ लडेको थिएँ। म मरे पनि मेरो देश बाँचिरहोस्। धन्यवाद। म कक्षा 3 को छात्र नमन गिरीको तर्फबाट यहाँहरू सबैलाई मेरो नमस्कार। म आज यहाँ हजुरहरू सामु भानुभक्ताचार्यको रूपमा प्रस्तुत भएको छु। म एउटा साहित्यकार हुँ। मैले एउटा घाँसीबाट प्रेरणा पाएर साहित्य रचना गर्न सुरु गरेको हुँ। मेरो एउटा कविताको श्लोक हजुरहरू सामु प्रस्तुत गर्न चाहन्छु। भर जन्मधाम केही रहोस् भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भइकन पनि आज यस्तो। धन्यवाद। म कक्षा 3 की छात्रा मेरिसा थापाको तर्फबाट यहाँ उपस्थित सबैलाई मेरो न्यानो अभिवादन। मलाई सबैले चिन्नु भएको होला। म पासाङ लामु शेर्पाको रूपमा यहाँ प्रस्तुत भएकी छु। म सगरमाथा चढ्ने पहिलो नेपाली महिला हुँ। मैले धेरै कठिनाइ र सङ्घर्ष गरेँ, तर हार नमानी देशको नाम उज्यालो बनाउने काम गरेँ। मेरो जीवनले साहस, मेहनत र आत्मविश्वासको सन्देश दिन्छ। धन्यवाद। जीवनको कुनै नै यस्तै गाह्रो छैन। हामी आफ्नै देशलाई अर्थ दिनुपर्छ। नमस्कार, म कक्षा 3 की छात्रा लिजा केसी। आज म हजुरहरू सामु साहित्यकार पारिजातको प्रस्तुत भएकी छु। मेरो खास नाम विष्णु कुमारी वर्मा हो। म एक साहित्यकार हुँ। मैले थुप्रै कविता, उपन्यास तथा कथाहरू रचना गरेकी छु। म नारी प्रधान, मानवतावादी र क्रान्तिकारी साहित्यकार हुँ। धन्यवाद। म कक्षा 3 की छात्रा समृद्धि राईमाझीको तर्फबाट उपस्थित सबैलाई नमस्कार। आज म यहाँ हजुरहरू समक्ष अनुराधा कोइरालाको रूपमा प्रस्तुत भएको छु। म माइती नेपालको संस्थापक हुँ। मैले CNN हिरोको
उपाधि पाएकी छु। मैले भारतमा बीचमा नपरेका करिब 40,000 नेपाली महिलाहरूको उद्धार र संरक्षण गरेकी छु। कोही पनि नेपाली चेली अन्याय नपरोस् भन्ने मेरो चाहना रहेको छ। धन्यवाद। नमस्कार, म छात्र देवी राणाजी। आज म यहाँ हजुरहरू समक्ष आँखाको ज्योति दिएर हजारौँ मानिसलाई संसार चिनाउने एउटा महान डाक्टर सन्दुकृतको रूपमा प्रस्तुत भएको छु। म यहाँ हजुरहरूलाई एकछिन आँखा बन्द गरेर राखिदिनु होला। ल अब सबैले आँखा खुल्नुहोस्। हजुर सर्वमा दिनुभयो। यसरी हजुर नदेख्ने मानिसलाई आँखाको ज्योति दिएर संसार देखाउने सन्दुकृत मने हो। कसैले पनि आँखाको ज्योति घुमाएर अन्धकारमा बस्नु नपरोस्। सबैले यही